दर्शकबिन जब भुन्टीको प्रेमिकाले भुन्टीलाई र भुन्टीको दाइलाई देखेका हुन्छन् त्यति बेला नै उनले दिमागमा सोचिराखेका हुन्छन् यिनै रहेछन् तिनको श्रीमान भनेर। ऊ त्यस पछाडि उहाँबाट निराश भएर हिँडेका हुन्छन्। हिँड्दाखेरि नै भुन्टी उताबाट आएर दाइलाई भेटेकी हुन्छन्। दाइलाई भेटेर कुरा गर्दाखेरि ऊ भने एकदम निराश भएर आँखा एकदम मिच्दै ऊ फर्केर हिँडेका हुन्छन्। त्यति बेला नै भुन्टीले आफ्नो दाइलाई सम्झाइराखेकी हुन्छन्, दाइ तपाईँ अझै पनि मसित रिसाइराख्नु भएको छ भनेर फकाइराखेकी हुन्छन्। तर जे भए पनि आफ्नै दाइ हुन् नि, आफ्नो दाइको पग्लिहाल्छ नि। त्यस पछाडि दाजुबहिनी गफ गर्छन् अनि एउटा सामान बोकेर उही हिँडेकी हुन्छन् भुन्टी। अनि भुन्टीको प्रेमिका झुक्राएर हिँडे। उता भने भूपेन्द्र बेहोसीको हालतमा थिए। ऊ बिउजेका हुन्छन्। बिउजिएर भुन्टी भुन्टी भनेका हुन्छन्। ऊ बोल्न नसकी भुन्टी भुन्टी भनेर बोल्दाखेरि अनि उनका दाइ आएका हुन्छन्। उनका दाइ आएर भुन्टी छैनन् यहाँ, भुन्टी अहिले बाहिर गएकी छन्। भुन्टीलाई कति सताइस तैँले सताउनु सताइस, अहिले अझै पनि भुन्टी भुन्टी भनेर भनेको छस् भनेर उनका दाइले भनेका हुन्छन्। ऊ बिचारा एकदम सोचेर ऊ रोएर बसेका हुन्छन्, मैले यस्तो गरेर छु भनेर। उनका दाइले सम्झाइराख्छन्, हेर अब पहिला जे हुनु भयो भयो, तर यस्तो मान्छे पाउन गाह्रो हो, तैँले साह्रै नै अन्याय गरेको होस् भुन्टीमाथि भनेर सम्झाएका हुन्छन्। अब जे हुनु भइहाल्यो, अब मिलेर बस्नुपर्छ भनेर उनका दाइले भुवनले सम्झाइराखेका हुन्छन् भूपेन्द्रलाई। त्यस पछाडि भुवन माथि जान्छन्। फोन आएर उनको बुबाले फोन गरेका हुन्छन् भुवनलाई, भुवन अब बहिनीको बिहे गर्नु पर्यो भनेर। बहिनीको बिहे गर्नु पर्यो भन्दाखेरि भुवनले भनेका हुन्छन्, हुन्छ गरौँ न त भनेर भनेका हुन्छन्। ल कसो गर्ने, पैसा के गर्ने भनेर भन्दाखेरि अहिले यस्तै यस्तै छ के अरे बुबा भनेको हुन्छन्। त्यसपछि ल बाबु पिर नगर, म घर धितो राखेर भए पनि म पैसा निकाल्छु भनेर भनेका हुन्छन्। ल हुन्छ त नि बुवा, जसो हुन्छ गरेर निकाल्नुहोस्, हामी जसरी हुन्छ तिरौँला भनेर भनेका हुन्छन्। त्यस पछाडि ऊ पैसा लिन गएका हुन्छन् बाहिर। पैसा लिन जाँदाखेरि अनि उसको बुढी एकदम खुसी भएर हेर्छिन्। खुसी भएर हेर्दाखेरि अनि उसको बहिनी चाहिँ निराश हुन्छ। बहिनी निराश हुँदाखेरि अनि कहाँ हिँडेको भने भन्दाखेरि पैसा लिन हिँडेको, ल लिएर आउनु 20-30 लाख रुपियाँ यति निकालेर लिएर आउनुहोस्, बिहा खर्च त चाहियो नि भनेर भनेका हुन्छन्। त्यस पछाडि अनि उनको बुवाले भन्छन्, म धेरै त सक्दिनँ, म जस ठिकै खर्च म निकालेर लिएर आउँछु 10 लाख जति भनेर भनेका हुन्छन्। भन्दाखेरि अनि 10 लाखले कहाँ पुग्छ र, धुमधाम गर्न पर्यो नि बिहे भनेर भनेका हुन्छन्। भन्दाखेरि उनका छोरा आउँछन्। कान्छा छोरा आएर कहाँ हुन्छ, हामीले क्यारेर तिर्नी हो र त्यत्रो भनेर यताउता कुरा गर्दाखेरि आमा रिसाएर भन्छन्, तँ जस्तो बेरोजगारलाई कसले के भने र भनेर कराएकी हुन्छन्। कराउँदाखेरि आमा अहिले मेरो कमाइ छैन भनेर तपाईँले मलाई हेप्नु भएको भनेर ऊ कराउँदै गरेका हुन्छन्। आमा भनेकी हुन्छन्, तँलाई यो सब कुराको केही वास्ता छैन, तँ नोकरी बस, तेरो कमाइ छैन, केही छैन, जे गर्छन् दाइहरूले गर्छन्, तँ चुपचाप लाएर बस भनेर भनेका हुन्छन्। त्यस पछाडि उनका कान्छा छोराले पनि ल ठिकै छ, जुन दिन म कमाउने हुन्छु अहिले ठिकै छ त नि भनेर उसर्छन्। त्यसको बहिनी चाहिँ उसको दाइले के भन्दाखेरि अझै पनि रिसाएर हिँड्न खोजेकी हुन्छन्। त्यस पछाडि उनका दाइले भनेका हुन्छन्, ल जे गर्नु छ गर भनेर छोडिदिन्छन्। त्यस पछाडि अनि उसको आमाले समातेर राखेकी हुन्छन्। बाउलाई केही सिप नलाएर पैसा निकाल्न गएका हुन्छन्। हेर्नुहोस् दर्शकबिन, यस्तो कतै तपाईँहरूको घरमा पनि त परेको छैन। अब भुन्टी घर फर्केर आएकी छन्। भुन्टी घर फर्केर आएर दाइ भन्छन्। दाइ एकदम खुसी भएर बोल्नुहुन्छ। खुसी भएर बोल्दाखेरि म आइपुगेँ दाइ भनेर भनेकी हुन्छन्। अनि भुवन भने ल अहिले भूपेन्द्र यसो बोले थियो अलिअलि, तिमीलाई सोध्दै थियो भने भन्दाखेरि अनि भुन्टी त्यहाँ बसेर भूपेन्द्रको आडा बसेर ऊ बोलिरहेकी हुन्छन्, तपाईँले जे गर्नुभयो गर्नुभयो पहिला, अब ती सब कुराहरू छोडिदिनु, म अझै पनि तपाईँको साथमा छु भनेर भनेकी हुन्छन्। हेर्नुहोस् दर्शकबिन, बुढाबुढीको माया भनेको यस्तो हुनुपर्छ। बुढाले त्यति टर्चर गर्दाखेरि पनि उनले छोडेर जान सकिनन्। यस्तो माया हुनु पर्दो रहेछ बुढाबुढीको। त्यस पछाडि बुढाबुढी
गफ गरिरहेका हुन्छन्। अनि भुन्टीले धेरै कुराहरू भन्छन्, यस्तो यस्तो गर्नुभयो तपाईँले, तर अहिले अब छोडिदिने ती कुराहरू भने भन्दाखेरि भूपेन्द्र भने बिचारा एकदम निराश हुन्छन्। ऊ एकदम सोच्नै नसक्ने अवस्था भएका हुन्छन्। एकदम के भनौँ भएर हेरिरहेका हुन्छन्, आँखाभरि आँसु लिएर। अब पहिला जे भयो भयो, अबबाट म त्यस्तरी गर्ने छैन भनेर सम्झिरहेका हुन्छन् बल्ल बल्ल। अनि त्यस पछाडि भुन्टी विकटका पलहरू सम्झिएर झुक्राएकी हुन्छन्। यस्तो यस्तो भयो त भनेर, यस्तरी मलाई पिटी निकाल्न खोजेको थियो। मैले कति सम्झाउँदाखेरि पनि मेरो परिवारलाई मलाई कति पनि रुचाउँथेन, हामीलाई कसरी पिट्थ्यो भनेर सोचेकी हुन्छन्। सोच्दै पनि अनि त्यस पछाडि भूपेन्द्र पनि बिचरा रोएका हुन्छन् ती पलहरू पनि सम्झिएर। अनि भुन्टी त अब उसको माया यति लाग्छ कि 7 जुनीसम्म पनि म तपाईँकै साथमा हुनेछु, म तपाईँकै भएर बाँच्ने भनेर भनेको छु भनेर भनेकी हुन्छन्। त्यसो भन्दै बाहिर गएर बसेकी हुन्छन्। बिचरा भित्ताको आडेस लगाएर रहेकी हुन्छन्। दर्शकबिन, बुढाबुढीको माया यस्तो देख्नु भनेको हामीले धेरै कम देखिन्छ होला। त्यस पछाडि भुवन आफ्नो भित्र गएका हुन्छन्। खोइ छोरो भन्दै गएका हुन्छन्। जाँदाखेरि बुढीले भने, भुवनकी बुढीले भने, किन चाहियो छोरो, त्यतै छ भनेर भन्दाखेरि छोरा देखाउन खोजेकी हुँदैनन्। भुवनलाई नै उल्टो कराकराई गरेकी हुन्छन्। कराकराई गर्दाखेरि भुवनले, खोइ त छोरालाई बोलाउन काम छ के मसित, मेरो उसित काम छ भनेर उसले बोलाएका हुन्छन्। तर उनले भने एक रति बोलाउन खोजेकी हुँदैन, उल्टो दुईजना कल गरेर बसेका हुन्छन्। त्यस पछाडि ऊ त्यहाँबाट हिँड्छन्। हिँड्दाखेरि उसको छोरालाई लुकाएर राखेकी हुँदै रहेछ उसको सालीले, भुवनको सालीले लुकाएर राखेकी हुँदै रहेछ। त्यस पछाडि निकालेर लिएर आएर अनि दुईजना दिदी बहिनी गफ गर्छन्। दिदी बहिनी गफ गर्दाखेरि अनि उसको छोराले पनि, भुवनको छोराले पनि, म बाबासित जान्छु भनेको हुन्छ। तर उसले भने पटक्कै जान दिन्नन्। तँ बाबासित गइस् भने यति कि बाबालाई रोज कि मलाई रोज भनेर भनेकी हुन्छन्। त्यस पछाडि बिचरा ऊ पनि नकराइकन बसिराखेको हुन्छ। दर्शकबिन, त्यस पछाडिको दृश्य हेर्नुहोस्। अब उनको छोरालाई त जसरी बाउको आडामा जान नदिने त्यस्तो बनाइदिन लागिसकिन्। हेर्नुहोस्, उसको सालीको पनि हात छ यसमा। उसको सालीले पनि धेरै रोकिराखेकी छन्। भुन्टीको प्रेमिका जतिखेर पनि झोक्राइराख्ने उसको बहिनीले सोधेकी हुन्छन्, तपाईँ कतै कुनै केटीसित त लाग्नु भएन, यस्तरी तपाईँ हराहरै गर्ने भनेर भनेकी हुन्छन्। भन्दाखेरि के बोली छस् त यो भनेर भुन्टीको प्रेमिकाले आफ्नो बहिनीसँग कुरा गरेका हुन्छन्। आफ्नो बहिनीसँग कुरा गर्दाखेरि अनि त्यस पछाडि दाइ, तपाईँले मलाई यस्तो सोच्ने, तपाईँको एउटा मै त हो नि, जे भए पनि बहिनीमा एउटै त हो नि, अरूको छ र तपाईँको वरिपरि भनेर भन्दाखेरि भुन्टीको प्रेमिका त्यहाँबाट हिँड्छन् किताब लिएर। दर्शकबिन, भुन्टीलाई जिस्काउन आएका, तिम्रो लागि एकदम राम्रो केटा छ भनेर दुईजना व्यक्ति आएका मान्छेहरू पठाएको मान्छे उसले रहेछ। कसले? जब भूपेन्द्र उसित कल गर्दाखेरि त्यस पछाडि उसले उसित बदला लिनको लागि उसले मान्छे पठाएको हुँदो रहेछ, भूपेन्द्रको घरबार तोड्नको लागि। त्यही भएर उसले पैसा दिदी दुईजनालाई पठाएर, लो जानुहोस्, यो काम गर्नुहोस्, जसरी नै मैले बदला लिनु छ भुन्टी मेरो हुनुपर्छ भनेर त्यस्तरी गरेको हुँदो रहेछ। हेर्नुहोस् दर्शकबिन, सावधान रहनुहोला यस्तो कुराहरूमा। अनि भुवनकी बुढी त्यहाँ बसेर फोनमा कुरा गरिरहेकी हुन्छन् आफ्नो साथीसित, आफ्नो बुढाको बारेमा नराम्रो विषयहरू लिएर कुरा गर्दाखेरि त्यति बेला नै उनका बुबा आएका हुन्छन्। उनका बुबा आएर गालामा हिर्काइदिएका हुन्छन्। गालामा हिर्काइदिएपछि तँ जस्तो आइमे आजसम्म मैले देखेको थिइनँ, मैले बल्ल देखेँ, त कतिको हरामी रहेछस् भनेर उनका बुवाले जे गरे ठिक गरे दर्शकबिन, किनकि छोरीलाई त्यस्तै तहमा ल्याउनु ठिक हो। त्यस पछाडि उनका बुवाले भन्नुहुन्छ, तर
ज्वाइँ भनेको देवता हुनुहुन्छ, मेरी छोरी नै रहेछ खराब भन्दै आजको भिडियो यति हो दर्शकबिन। हामी फेरि भेट हुम्ला अर्को भिडियोमा। हस्त म बिदा हुन चाहन्छु।